ल यहाँ चाहिँ अझै पनि श्रमदान गर्ने हाम्रो गुरुहरू आमाहरू निरन्तर गरिरहनु भएको छ। उहाँ चाहिँ हाम्रो गुम्बा निर्माण समितिका अध्यक्ष हुनुहुन्छ। उहाँले बिहान एकचोटि पानी हाल्ने, बेलुका एकचोटि पानी हाल्ने र बिचमा श्रमदाताहरूलाई सहयोग गर्ने कामहरू गरिरहनु भएको छ। निरन्तर यो काम चलिरहेको छ। यहाँनिर हाम्रो रत्नगुरु आफू स्वयं खटेर काम गरिराख्नु भएको अवस्था छ। यहाँ यो लगभग अब तयारी अवस्थामा रहेको छ। यो सबै पाटा हानिसके पछाडि चाहिँ अनि यहाँनिर सिमेन्ट घोलेर मजाले लगाउने रहेछ। साधारणतया यो मानिसहरूले अलिकति कल्पना गर्न नसक्ने खालको कामहरू रहेछ। यहाँ यो चाहिँ 20को कोठा हो, 20को रुम हो, 20 तला हो। यो हाम्रो सोल्टी र मेरो भान्जी यहाँनिर निरीक्षण गर्दै हुनुहुन्छ उहाँहरूले। सानो गुरुहरू फुटबल खेलिरहेको छ। त्यहाँ यो चाहिँ गुरुहरूको निवास हो।